3, 2, 1. हेलो एभ्रिवान, गुड मर्निङ। अहिले बिहानको 7:30 बजेको छ। मेरो सधैँ उठ्ने टाइम यो शनिबार र आइतबार भने अलि ढिला उठ्छु, किनभने त्यो दिन कलेज हुँदैन। अनि आज चाहिँ 7:30 बजे उठेर अब रेडी भएर कलेज जानुपर्छ। अहिले चाहिँ अब म फ्रेस भएर आइसकेँ। मेरो साथी भने मजाले अझै सुतिरहेको छ, अब उठाउनु पऱ्यो। ओइ उठ्ने होइन, जाने बेला भइसक्यो। आएको चाहिँ बस, आएको चाहिँ बस। ल उठ उठ। के छ खानेकुरा हेर्नु पऱ्यो कि अलिअलि भयो नि केही खाजा खाएर जानुपर्छ। गएको हिजो साँझ पकाएको मासु र भात रहेछ, अब यसलाई तताउनुपर्छ अनि खाएर जानुपर्छ। बिहानको सुरुवात चाहिँ मेरो यही भुटेको भातसँग हुन्छ। अब साँझ बचेको भात त फाल्नु भएन, लास्ट महँगो छ नि त चामल। यहाँ 5 किलो चामललाई नै कति पर्छ, फाल्नु भएन। यसलाई युटिलाइज गरेर भात तताएर चाहिँ खानु पऱ्यो। यो खाएर कौडा लगाएर रेडी भएर अनि गएको जान्छु। अहिले अब गएको जानलाई रेडी भइसक्यो। म कपाल बान्नु पऱ्यो, त्यसपछि हिँड्नुपर्छ। यहाँदेखि 10 मिनट जति लाग्छ पुग्नलाई। जाडो छ नि त, ज्याकेट पनि लगाउनु पऱ्यो। जाडो बढिरहेको छ जापानमा। हाम्रो यहाँ त्यति जाडो चाहिँ हुँदैन, हावा चाहिँ बेसाइड लाग्छ। यही हो मेरो फाइनल लुक। चस्मा त लाउनै पऱ्यो, चस्मा बिना आँखा देख्दिनँ। टक्क कपाल बानियो, चस्मा लगायो, ज्याकेट लगायो। ज्याकेट पनि लाउनै पऱ्यो, जाडो छ। हाम्रो यो ओकिनावामा त्यति जाडो चाहिँ छैन। यहाँ हावा लाग्छ कि बेसरी, किनकि समुद्र छ नि त धेरै। समुद्र वरिपरि समुद्र छ, त्यही भएर चिसो हावा चल्छ। अब चाहिँ निस्किनु पऱ्यो। अब गएको जानलाई चाहिँ म हिँडिसकेँ। यस्तो हावा चलिरहेको छ, चिसो भइरहेको छ कानमा। अनि म गएको रुमबाट चाहिँ साइकलमा जान्छु होइन, किनभने यहाँ ट्रेन पनि छैन अनि बस पनि यो रुटमा लाग्दैन। एकदम सजिलो भनेको नै, कम्फर्टेबल भनेको साइकल हुन्छ यहाँ ओकिनावामा। अरू ठाउँमा चाहिँ थाहा भएन जापानको, तर ओकिनावामा चाहिँ साइकल चाहिँ एकदम कम्फर्टेबल। जहाँ जाने हो साइकलमा जाने। हावा हेट लास्ट चिसो। फेरि सोच्नु होला होइन, कस्तो ठाउँ रहेछ जापानको। बस पनि नभएको, ट्रेन पनि नभएको। बस छ, मेट्रो पनि छ, तर यहाँ रुमदेखि गएको पुग्ने रुटमा चाहिँ लाग्दैन भन्न खोजेको मैले। मलाई खासमा जापानको बारेमा मनै नपर्ने भनेको चिज यही हो क्या। यसले गर्दा 5 मिनट खाइदिन्छ। तर कुनै कुनै ठाउँमा यस्तो बटन हुन्छ होइन, बटन थिच्ने, अनि त्यसपछि उता अब हरियो बल्छ, अनि त्यसपछि जाने हुन्छ। तर कुनै कुनै ठाउँमा हुँदैन। नभएको ठाउँमा चाहिँ एकदम 5 मिनट जति लाग्छ नर्मल्ली। कलेज पुग्नलाई चाहिँ यसले गर्दा 5 मिनट जति मजाले खाइदिन्छ। कति 4वटा सिग्नल छ कलेज पुग्नलाई। यस्तो फेरि अर्को सिग्नल यो। यस्तै अझ कतिवटा छ भने यो अब खुल्यो। यस्तै अब 3वटा सिग्नल जति छ। यो भयो हाम्रो तेस्रो सिग्नल।
अब चाहिँ खुल्छ होला यता। अहिले म पार्कमा पुगेँ होइन। यो पार्क चाहिँ एकदम फेमस पार्क हो हाम्रो नेपालीहरूमा। सुरुमा म पनि यहाँ आउने बेला चाहिँ काम नपाएको बेला मजाले यो पार्कमा आयो, घाम ताप्यो सुत्यो, पार्कमा आयो, घाम ताप्यो सुत्यो मात्र काम थियो। तर अहिले चाहिँ त्यति पहिलाको जति चाहिँ आउँदैन। यो चाहिँ चौथो सिग्नल। अब फेरि यो कटेपछि त्यहाँनिर सिग्नल छ क्या। बरु यतै पनि एउटा जेब्रा क्रसिङ हाल्नु दिनुपर्ने। तर खै मलाई खासमा मनै नपरेको कुरा भन्ने यही हो क्या। तर हुन त यो भनेको एकदम राम्रो हो। मान्छे डिसिप्लिनमा हुन्छ। फेरि यो अब चाहिँ लास्ट सिग्नल, सबैभन्दा लामो सिग्नलै यही हो क्या। फेरि यहाँ बटन पनि छैन दबाउनलाई, वेट गर्नुपर्छ 5 मिनट जति। कति बेला सकिने हो खै। अझ उता यही बोला छ, यहाँ हामी क्रस गर्ने रातै छ। अहिले चाहिँ म गएकोमा पुगेँ। गएको पुगेर सिडी चढ्दैछु। 3rd फ्लोरमा छ मेरो। यो चाहिँ मेरो क्लास हो अनि यिनीहरू चाहिँ मेरो क्लासका जनताहरू। साथी हेलो भन। नयाँ ब्लगर शिवा कलेजको नयाँ ब्लगर। ल थ्याङ्क्स। हाम्रो चाहिँ यहाँ होमवर्क दिन्छ होइन। अब म चाहिँ होमवर्क गरेर आउँछु, अरू चाहिँ गर्दैनन्। त्यही भएर यहाँ मैले मेरो बुक मागेर अहिले लेखिरहेको छु नि। मेरो बुक मैले नलेखेर आउने हुन्छ। उद्या सापुको त पावन लेख्यो होला। यहाँ अहिले चाहिँ मेरो क्लास सुरु भएर नि एउटा क्लास सकिसक्यो। बिहान 8:30 बजीदेखि 1 बजीसम्मको क्लास हुन्छ। लास्ट निन्द्रा लाग्छ होइन क्लासमा। अनि हाम्रो क्लासमा चाहिँ के गरेको छ भने अरू गएकोहरूमा गर्छ कि गर्दैन थाहा भएन। हाम्रोमा चाहिँ सिट चेन्ज हालिदिन्छ, हल्ला गर्छन् भन्नु। म अहिलेसम्म 3 चोटि सिट चेन्ज गर्दा छ। 3 चोटि नै म लास्ट बेन्चमा परेको छु। अब हाम्रो क्लास सकिन लागिसक्यो। लास्ट पिरियड छ एउटा, यति पढ्नुपर्छ लास्टमा। हाम्रो यहाँ इङ्ग्लिस पनि पढाइ हुन्छ। बाबा आज चाहिँ यस्तो राम्रो सेन्सरी पढाउँछ। अहिले चाहिँ मेरो गएको बिदा भएर म रुम फर्किँदैछु। अब 1 बजे बिदा हुन्छ। 1 बजीसम्म, बिहान 8:30 बजीदेखि 1 बजीसम्म हुन्छ। मजाले पढियो आयो। अब रुममा गएर खाना बनाउनुपर्छ। लास्ट भोक लाग्छ होइन। खाना बनाउनुपर्छ, खानुपर्छ, फेरि एकछिन सुत्नुपर्छ, अनि काममा जानुपर्छ। यस्तै छ दिनहरू। आज मैले के गरेँ सबै देखाउँछु भनेर एक दिन स्टुडेन्टको लाइफमा के हुन्छ भन्ने चाहिँ देखाउन खोजेँ हो मैले। भर्खर रुम पुगेँ म। अब भात बसाउनुपर्छ, तरकारी बनाउनुपर्छ, दाल बनाउनुपर्छ, खानुपर्छ होइन। अनि त्यसपछि मजाले सुत्दिनुपर्छ एकछिन, पनि फेरि काममा। अब यस्तै छ। अनि म चाहिँ एउटा मात्र काम गर्छु। अब त्योभन्दा अगाडि एउटा ब्रेड खानु पऱ्यो। अब चाहिँ भात बसाउनु पर्ने हुन्छ। म चाहिँ के गर्छु भने बिहान चाहिँ साँझको लागि पनि बिहान बनाउँछु। एकैचोटि साँझ ल्याएर बिहानलाई पुग्ने गरी। अब अहिले त अब दिउँसो भइसक्यो। यहाँको बिहानको खाना भनेको त्यही 1:30-2 बजीतिर खाइन्छ। अनि मेरो भात पकाउने स्टाइल चाहिँ यहाँको चामल फरक हुन्छ। अब पानी अलि बढी हाल्यो भने गिलो हुन्छ, थोरै कम भयो भने काँचो भइहाल्छ। अब जति ग्लास चामल हाल्यो त्यति ग्लास नै पानी हाल्छु म। अब नेपालमा त हातले नापेर यति हाले हुन्थ्यो, तर यहाँ चाहिँ हुँदैन किनकि गिलो भइहाल्छ। म त्यति गिलो भात चाहिँ खाँदिनँ, अलि साह्रो नै खान्छु। अब भात बसाएँ। भात बसाएर अब बिहान रहेको पढाइ
धुन बाँकी छ, त्यही कराई धुनु पऱ्यो। अनि टक्क लगाएर त्यसमा मासु काटेर मासु बनाउनु पऱ्यो। यहाँ अब म चाहिँ धेरै जस्तो यहाँ मासु नै खान्छु है। धेरै जस्तो अब स्टुडेन्टहरूले मासु नै खानुहुन्छ होला, किनभने मासु अरूभन्दा सस्तो छ नि त हरियो तरकारीभन्दा। अनि टक्क मासु बनायो, अहिले लगाएर साँझलाई टक्क पुगिहाल्छ 2 छाक। अहिले बनाएपछि साँझ नि ढुक्क भयो, बनाउनु पऱ्यो। यहाँ चाहिँ हाम्रो नेपालको जस्तो ताजा मासु भने हुँदैन। अब कति दिनदेखिको हो, हामीले त अब पसलमा गएर टक्क दाइ काटिदिनुहोस् त भनेर ल्याइन्थ्यो। यहाँ अब आफै ल्याएर आफै रुममा काटेर पकाउनुपर्छ। कहिलेकाहीँ त होइन खाना बनाउन अल्छी लागेर खाना पनि किन खानु पर्दो हो जस्तो लाग्छ है मलाई चाहिँ। त्यही पनि अनि खानै परिहाल्यो, बाँच्नको लागि भए पनि। टक्क लाएर अब मासु पाकिसक्यो, भात पाकिसक्यो, अब दाल पकाउँदैछु। मासुमा म चाहिँ साग मिलाएर बनाउँछु। म चाहिँ दाललाई यसरी फ्रोजन गरेर राख्छु, किनभने अब एकै दिन बनाउन चाहिँ एकदम टाइम लाग्छ। एक दिन बनाउँछु अनि एक दिन बनायो भने 5-6 दिनसम्म मजाले टिक्छ। अनि त्यही फ्रोजन बनाएको तताउने खाने। अब अहिले अब यसो टक्क लगाएर अब एकछिनमा तात्तिन्छ, अनि ड्याङ्ग लाएर यो तात्तेपछि अनि खाना खाइदिनुपर्छ। अनि मजाले सुत्दिनुपर्छ एकछिन। ल अब मेरो खाना पाक्यो होइन। अब खाना टक्क लगाएर मजाले खाना हान्नु पऱ्यो। टक्क लगाएर अब खाना खानुपर्छ। अनि यो टेबल चाहिँ मलाई गएकोले दिएको हो है, पर्छ कि भनेर दियो होला। तर मलाई खाना खानलाई सजिलो हुन्छ भनेर चाहिँ मैले मगाएको। खाना खाएर पनि सक्यो, टक्क लगाएर भाँडा माझ्नुपर्छ। खाना खाएर भाँडा माझेर सबै काम सकिसक्यो मेरो। अब चाहिँ सुत्ने काम छ एकछिन। राति निन्द्रा पुग्दैन के गर्नु, दिउँसो एकछिन सुतेर निन्द्रा पुऱ्याउनु पर्छ। अनि यस्तै छ रुटिन मेरो। बिहान गएकोबाट रुम, खाना बनाऊ, खाना खाऊ, अनि काममा जाऊ, कामबाट फेरि रुम आऊ, खाना खाऊ, सुत, गएको फेरि रुम, खाना बनाऊ, खाना खाऊ, सुत। यस्तै छ डेली रुटिनै यही हो सधैँ। अब मसँग मात्र, मेरो मात्र होइन होला कि सबै अब जो इन्टरनेसनल स्टुडेन्टहरू हुनुहुन्छ उहाँहरूको पनि सेम यस्तै मेरो जस्तै सिचुएसन छ होला। किनकि अब स्टुडेन्टहरूले यही हो गर्नुपर्ने। ल अब एकछिन सुत्नु पऱ्यो, पछि भेटौँला है त। टक्क लगाएर उठेर खाजा खाएर काममा जाने रेडी भइसकेँ म। अब काममा जानुपर्छ। अब अहिले कति 6 बजीदेखि छ काम, राति आउनुपर्छ। अनि राति आएर फेरि खाना पकाएर खानु पऱ्यो। निन्द्रा पुग्दैन, गाह्रो छ नि एकदम। अहिले म मेरो काम गर्ने ठाउँमा पुगेँ। अब भित्र छिर्नुपर्छ अनि यहाँको ड्रेस लगाएर काममा लाग्नुपर्छ। काममा फोन युज गर्न मिल्दैन, यस्तो छ। कामबाट निस्केर भर्खर म रुममा पुगेँ कामबाट। अब त्यही अब बिहान पकाएको भात मासु दाल छ, त्यही तताएर खानु पऱ्यो। टक्क लाएर अब यसो अब ब्याग फाल्नु पऱ्यो। रेनकोट चाहिँ बोकिरहेको छु म। यहाँ ओकिनावामा पानी पर्ने कहिले भन्ने फिक्स हुँदैन नि त, त्यही भएर रेनकोट बोकिराख्नुपर्छ। ढुक्क हुन्छ पानी परे पनि आफूलाई। अहिले चाहिँ खाना खाएर सकिसके, अब भाँडा माझ्न मात्र बाँकी छ। अब आजको लागि यति नै भन्न चाहन्छु। अब अर्को भिडियोमा भेटौँला। अनि भिडियो एन्ड गर्नुभन्दा अगाडि म के भन्न चाहन्छु भने, मैले धेरै भयो भिडियो हालेको थिएन युट्युबमा। अनि त्यसपछि भयो 1.5 वर्ष 2 वर्ष जति भयो होला। अनि मैले पहिलाको भिडियोहरू पनि डिलिट गरेको थिएँ। अनि पहिलाको भिडियो पनि छैन। अब त्यस्तै हो, भिडियो हालेको थिइनँ, अब फेरि हाल्दैछु। पहिलाको जस्तै माया देखाइदिनु होला, साथ सपोर्ट गरिदिनु होला एकदम मजाले।
त्यही हो, त्यही भन्न चाहन्छु। अनि बोल्न पनि त्यति आइरहेको छैन, पहिला चाहिँ बोल्थेँ म होइन, अहिले बोल्न पनि त्यति पहिलाको जसरी मजाले क्लियरली भन्न आएको छैन। हल्का बोल्ने बेला अड्किरहेको छु। बिस्तारै त्यो पनि सुध्रिँदै जान्छ, किनकि ग्याप भइसक्यो नि त, ग्याप भएर त्यही बोलीमा कमजोरी भएको। अब नयाँ भिडियोहरूमा चाहिँ त्यस्तो हुँदैन है। अब आजको लागि यति नै। अब अर्को भिडियोमा भेटौँला। च्यानल सब्सक्राइब गर्नु नबिर्सनु होला, अनि मजाको कमेन्ट चाहिँ गरिदिनु होला। बाई बाई, पिस आउट।